अहिले चाहिँ हामी यहाँ यहाँ एक दुईवटा केही बिरुवाहरू किनिरहेको छु मैले। दाइ मेरो के भयो दाइ बिरुवाहरू नाम भन्नु त एकचोटि। मेरो यहाँ बुद्ध चित्त दुईटा भयो, सुन्तला भयो, मुन्तला भयो, यो के अरे स्वामी भयो, अनि यो शीतल चिनी मोरङ्गा भयो, अनि यो के अरे रुद्राक्ष भयो, टिमुर भयो, त्यो सबै फलेको हो टिमुर। दाइ यो अनि बढ्छ नि होइन, फल्छ नि होइन, ल फल्नु पऱ्यो दाइ। उहाँ माथि हो नि दाइ, यहीँ हो मेरो त ब्याम्बोमै हो भन्दा नि। ल गाई चाहिँ अब यो लगेर हामी चाहिँ बारीमा रोप्नु लाग्छौँ। यहाँनिर चाहिँ के रोप्यो भने यसको नाम चाहिँ हो रुद्राक्षी। आरुषी गयो त होइन आरुषी अघि मैले गइसकेँ। साथी केले काट्नु, छुरीले काट्नु पर्ने भयो। मामाले गर्नु न, गर नि तिमी मसँग। आरुषी हेर्नु है गयो एकछिन मार त छोरा भयो। ले अम्बा रोपिरहेको छु अब यहाँ छोरो, ठुलो भएपछि खाने। ल यहाँ अम्बा फल्छ नि त। अनि लिची चाहिँ कहिले लिएर आउने? लिची यहाँ हुँदैन अरे त छोरो, बोटै मात्रै राखेर के गर्नु, हजुर मात्रै हुन्छ नि। ल अब अझै यो यहाँनिर चाहिँ अब मैले बारिश पडियो छ्याप्दिम न ल गो यसले यसमा ल गो यता गो छिटो न उता भिज्छ। कागती हालेँ मैले। भयो अफ गर्थ्यौँ। चिसोमा दामी भयो भने कस्तो दामी रोपेको ठुलो भयो। हाम्रो डाँडामा कत्रो रुद्राक्ष भएको थियो है, कस्तो मजाको भएको थियो। परेर नि फल्न पनि कति धेरै फलिसकेको थियो। यहाँ भयो।
पानी पर्ने मौसममा पानी हाल्दैछु बाली हेरेको हेरेको छ बारीको त हो अझै बढ्ने रहेछ नि है ठुलो हुन्छ नि पहिलो पहिलो भएको छ नि ल तिमीलाई पनि दिने नि त भयो ल गाइस म चाहिँ अब फार्मबाट घर आइसकेँ होइन आजको मेरो भ्लग अब यहाँबाट एन्डिङ हुन्छ हजुरहरूलाई कस्तो अब मेरो भ्लग हेरिदिएर मिठो एउटा कमेन्ट गरिदिएर के कमी कमजोरी भनिदिनु होला मेरो लागि र म अहिले घर आइसकेँ गाइस है मेरो घरमा आज पाहुनाहरू पनि आउनु भएको छ मेरो घरमा आज बेलैमा घर आएको ल गाइस मेरो चाहिँ अब यहाँ घर आइपुगेँ म अहिले गाइस आजको मेरो भ्लग यहाँबाट एन्डिङ भयो म अहिले घर आइपुगिसकेँ ल सबैजना फ्यामिलीहरू यहाँ आइसक्नु भएको रहेछ हो गाइस ल आज मेरो यहाँ सालीहरू आएको थियो कि अनि त्यही भएर क्या मेरो यहाँ प्यारी साली आएको छ यहाँ आएर हेलो गाइस यहाँ हेर त मेरो भ्लगमा ल ल ल थ्याङ्क यू बाई बाई